नेपाली भएर इन्डियनसँग बिहे गर्यो हेर्नुहोस्, परदेशमा आइयो, आइसकेपछि त हिम्मत हार्न भएन नि त। नेपाल र नेपालका केटीहरूको इज्जत राख्नु पर्यो नि त, नेपालीहरू तगडा हुन्छन् भन्ने साबित गर्नु पर्यो नि त, हैन र। अनि आज मैले हाम्रो गुल्मीको दाइसँग मिलेर आफ्नो स्याउको बगैँचामा स्प्रे गर्दैछु। स्याउमा अलिअलि पात आउन लागेको छ र फुल्ने बेला भयो के, त्यति बेला हामीले चाहिँ 1261 भन्ने म्याक्रोन्युट्रन दिन्छौं। त्यसमा 12% चाहिँ नाइट्रोजन हुन्छ, 61% चाहिँ फस्फोरस हुन्छ। अनि माइक्रोन्युट्रिएन्टमा चाहिँ हामीले जिंक, बोरोन, म्याग्नेशियम दिन्छौं। यो दुवै औषधिहरूलाई मिक्स गरेर हामीले स्प्रे गर्ने हो। अनि तपाईहरुसँग म यो आफ्नो इन्डियामा जर्नी शेयर गर्नेछु, के हुन्छ नेपालीहरुको लाइफस्टाइलहरु त्यो सबै शेयर गर्नेछु। मेरो भिडियोलाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। तपाईहरुसँग म भेटौँला, मेरो जर्नी फेरि पनि शेयर गर्नेछु। हस् त, बाइ बाइ।